साँझको समय थियो। आकाशभरि कालो बादलले घेरिएको, टाढा कतै बिजुली चम्कदै थियो। गाउँको एक्लो कुनामा एउटा पुरानो घर, त्यही छानोबाट थोपा थोपा पानी चुहिन्थ्यो। घरको आँगनमा रित्ते खुट्टा सानो बालक उभिएको थियो। आमा बाबा आज पनि बजार जानुभयो। उसको हरेक आवाजमा भोक थियो, आशा थियो, तर उत्तर मौन थियो। भित्र एउटा मान्छे मौन बसिरहेको र उसको हातमा कागज थियो, तर त्यो कागज मात्र नभई उसको जीवनको बोझ थियो। त्यो मान्छे थियो गोपाल। गोपाल पहिले त्यस्तो मान्छे थिएन। ऊ त गाउँकै सबैभन्दा मेहनती किसान थियो। बिहान सबेरै उठेर माटोसँग खेल्ने, त्यही माटोमा पसिना बगाई पसिनालाई सुन बनाउने सपना देखे। उसकी श्रीमती सीता उनलाई हेरेर गर्व गर्थिन्। हामीसँग अरू धेरै केही छैन, तर शान्ति छ। उनीहरू प्राय यसै भन्थे, तर सपना कहिलेकाहीँ भारी मन बनाउँथिन्। एक दिन गोपालले ठुलो निर्णय गर्यो। यसपटक ठुलो खेती गर्छु, नयाँ बिउ, मल, सिँचाइ सबै राम्रो बनाउँछु। त्यसको लागि उसले ब्याङ्कबाट ऋण लियो। कागजमा हस्ताक्षर गर्दा उसको आँखामा डर थिएन, थियो त केवल एक मुठी आश। मेहनत गरे अनुसारको पहिलो वर्ष बाली राम्रो भयो। घरमा सबै खुसी भए। सीताले खुसी हुँदै भनिन्, हेर्नुहोस्, तपाईको निर्णय सही भयो। गोपालको छाती पनि गर्वले फुल्यो। अर्को वर्ष पनि निकै मेहनत लगायो, तर पहिलेको वर्ष जस्तै पछिल्लो वर्ष भने जस्तो भएन। आकाश मौन, पानी परेन, घामले पुरै बाली जलायो। दिनदिनै खेत सुक्दै गयो। गोपालको अनुहारमा पनि आशा मरे जस्तो देखिन्थ्यो। ऊ हरेक बिहान खेत पुग्थ्यो र बेलुका खाली हात घर फर्किन्थ्यो। त्यो वर्ष उसको मेहनतले फल दिएन। समय बित्दै गयो, बैङ्कबाट फोन आउन थाल्यो। इएमआई किन बाँकी छ? पेनाल्टी लाग्छ। कानुनी प्रक्रिया हुन्छ। गाउँमा बिस्तारै कुरा फैलियो। लौ हेर न, गोपाल त ऋणमा डुब्यो रे। ऊ त उसको सबै सकिने भयो। मानिसहरू हाँस्न थाले, तर गोपाल ऊ भित्रभित्रै रोइरहेको थियो। सीता पनि पीडा सहन नसकेर रुँदा उनको आँखा रातो हुन्थ्यो। छोरा पनि स्कुल जान छोड्यो। हामीले फिस तिर्न सकेनौँ, त्यही भएर, सीताले बिस्तारै भनिन्। त्यो सुन्दा गोपालको मुटु चर्कियो। अझ वज्रपात। एक दिन बैङ्कका कर्मचारीहरू घर आए। कडा स्वरमा भने, अब पैसा सबै तिर्नुहोस्, नत्र भने घर र खेत सबै जफत हुन्छ। कर्मचारीको त्यो वाक्य गोपालको कानमा होइन, उसको आत्मामा ढुकियो। त्यो रात गोपाल राम्ररी सुत्न सकेन। बाहिर निस्कन्छ र खेततिर लाग्छ। आकाशमा अँध्यारो थियो, हावा चिसो। उसले माटोलाई छोयो र बिस्तारै भन्यो, मैले तिमीलाई कहिल्यै धोका दिएन, तर आज म किन हार्दैछु? बरबर आँसु खसाल्न थाल्यो। त्यो क्षण उसको मनमा एउटा खतरनाक सोच आयो। यदि म नै छैन भने सबै पीडा सकिन्छ। तर एउटा आवाजले जीवन बचायो जुन बेला ऊ सबै अन्त्य गर्ने सोचमा थियो। अचानक उसको छोराको आवाज सम्झियो, बाबा, म पनि तपाईँ जस्तो किसान बन्छु। त्यो सानो वाक्य, तर ठुलो शक्ति। गोपाल त्यहीँ रोकियो। उसले आँसु पुछ्यो र आफूलाई भन्यो, म भाग्न खोज्दैछु, तर मेरो परिवार म बिना कहाँ जान्छ? त्यहीबाट सुरु भयो जीवनको असली लडाईँ। अर्को दिन गोपाल बदलिएको थियो। ऊ पहिले जस्तो किसान मात्र होइन, अब एउटा लडाकु बनेको थियो। उसले निर्णय गर्यो, ठुलो होइन, सानोबाट सुरु गर्छु। सानो तरकारी खेती, 2-4वटा कुखुरा र गाउँमा मजदुरी। बिहान 4 बजे उठ्ने, राति 10 बजे सुत्ने।
शरीर थाक्थ्यो, हात चिरिन्थ्यो, तर उसको मन कहिल्यै हार्दैनथ्यो। बिस्तारै उनीहरूको जीवन उज्यालोतर्फ फर्किन थाल्यो। महिना बित्दै गयो। मेहनत गरे जस्तो प्रतिफल प्राप्तपछि पहिलो पटक उसले सानो रकम बैंकमा तिर्यो। त्यो दिन उसको आँखामा खुसीको आश थियो। सीता पनि मुस्कुराउन थालिन्। छोरा पनि फेरि स्कुल जान थाल्यो। वर्षौपछि समयले फेरि उसको साथ दियो। गोपालले सबै ऋण तिरिसकेको थियो। खेत फेरि हरियो भयो। त्यससँगै घर पनि खुसीले भरियो। जो गाउँका मानिसहरू उसलाई देखेर हाँस्ने गर्थे, आज उसलाई देखेर सम्मान गर्न थाले। एक दिन गाउँमा कार्यक्रम भयो। गोपाललाई त्यस कार्यक्रममा बोलाइयो। उसले त्यहाँ भन्यो, ऋणले मलाई झुकायो तर तोड्न सकेन। सबैभन्दा अँध्यारो रातपछि नै उज्यालो आउँछ। मर्नु सजिलो थियो, तर बाँचेर लड्नु नै असली हिम्मत हो। सबैले बुझ्ने कुरा, ऋण जीवनको अन्त्य होइन, त्यो त एउटा परीक्षा मात्र हो। समस्या आउँदा भाग्ने होइन, जुझ्ने मानिस नै जित्छ। यदि तपाईँ अहिले सङ्घर्षमा हुनुहुन्छ भने याद राख्नुहोस्, तपाईँको कथा अझै सकिएको छैन।